भगवान हजुरको नाम हो सर्वव्यक्ति, सबै कुरा जान्ने, म केही जान्दिनँ। श्रीमान जान्ने भएपछि श्रीमती पनि केही जान्ने हुनु पर्यो क्या। त्यसो भएर पढेकोले पढेकी खोज्छ नि, नपढेकालाई नपढेकी भयो नि भयो, के चाहियो? पढेकीलाई त पढेको नै चाहियो नि, कमसेकम किताब त छुट्याएर पठाइदिने अन्त क्या होला, बडा अप्ठ्यारो। ल ठिकै छ, ल त्यसो भने राम्रै भयो भनेर जब यस किसिमबाट सदाशिवजीले भन्नुभयो तिमी के चाहन्छौ भन्दा मलाई ज्ञान बक्सिस् प्रभु भने। के ज्ञान भनेर सोद्धाखेरिमा अरू कुरा मलाई केही चाहिँदैन, ब्रह्मोपदेशका प्रभावबाट लौ त उसबेदेखि म ब्रह्मोपदेश प्रदान गराउँछु भनेर ब्रह्मोपदेश प्रदानका लागि तयारी हुनुभएको थियो। अब ब्रह्मोपदेशका लागि तयारी भइसकेपछि अन्ततो गत्वा बडा समस्या भयो, बडा कष्ट भयो, बडो समस्या भयो, कहीँबाट उपाय हुन सकेन र आखिरमा एकान्त जग्गामा ज्ञानका भण्डार सारा